So hello and good morning everyone है दिस इज मी रविन्जङ थापा। सो आज चाहिँ शनिबारको दिन आज चाहिँ मेरो मर्निङ ड्युटी भयो हैन। अनि हिजो आज आएर म आजै ड्युटी जानु पर्यो नि त। ठ्याक्क म कति बजी आएको थिएँ आज बिहान ठ्याक्क 2 बजीतिर आएको थिएँ रुममा हैन। 2 बजीतिर आइपुगेको थिएँ। अनि त्यहाँबाट आज त अनि 10 बजे फेरि 10:30 बजे ठ्याक्कै 10:30 बजे यस्तो घाम लागेको आम्मामामा यार। आज त बिहानै डेन्जरै घाम लागेको थियो हौ। यस्तो है लगभग 6 होला 32 33 34 35 त होला हेर्नु अहिले यतिखेरको टेम्परेचर चाहिँ हैन। डेन्जरै गर्मी छ त। गर्मीले त मार्ने रहेछ हो दुबईमा त। अनि फेरि आज नि फेरि खत्रै बिजी छ। आज चाहिँ म 11 बजे गएर 11 बजे मेरो खास 11 to 11 आज चाहिँ हैन। अब लेट्स सी के हुन्छ। बिजी भयो भने चाहिँ अलि 11:30 12 नि बज्न सक्छ। अब बिजी त सियोरै भइहाल्छ नि। हिजो शुक्रबार त्यत्रो कभर हाम्रो त्यत्रो बिजी थियो। आज झन् शनिबार झन् बबाले बिजी हुन्छ। अनि हिजो नै खास यस्तै हुन्छ क्या। मैले अब यतिखेर बिस्तारै हिँड्नु लास्टै घामले पोल्छ। अनि त्यही भएर भ्लग बनाउँदा लास्टै जाउँ हुन्छ नि। यस्तो घाममा त यो घामले आँखा साखा सब बिगारिदिन्छ हो। अब एउटा चस्मा भन्नाले नि अब म स्कुटरै किन्छु। म अब 3-4 दिनमा अब मेरो छुट्टी कहिले हुन्छ। भोलि रोसर आउँछ। भोलि रोसर आएपछि कहिले छुट्टी हुन्छ मैले त्यसले चाहिँ मैले एउटा स्कुटर किन्न पर्ने हुन्छ यार। यसरी त सक्दैन त हो हिँड्न त। हिँडेर त्यसरी हिँडेर गयो भने त अनि कहाँ सकिँदैन नि। स्कुटर चाहिँ किन्नै पर्छ एउटा। अनि किन्ने भन्दा भन्दै किन्नेको त दिनै कता पुगिसक्यो त हराइसक्यो त्यो। अब चाहिँ मैले हार खाएँ यार हिँड्नलाई सक्दैन। कहाँ बेलुका त ठिकै हो। अनि बिहान त यस्तो घाम चर्केको भनेपछि त अझ अब मे अप्रिलमा यस्तो छ। मेमा कस्तो हुन्छ होला मे जुनमा बिहानमा यस्तो छ। नेपालको खास यतिखेर चाहिँ यो कतिखेर यति गर्मी हुन्छ नि। त्यो जेठ असारतिर चाहिँ उता त्यो नेपालगञ्जतिर यताउति भैरवतिर चाहिँ गर्मी होला हैन। यति गर्मी चाहिँ होला कहाँ यार आँखा हेर्नु सक्दैन नि यार। यस्तो गर्मी छ यो घाम त आमामामामामामा। अनि यहाँको पानी त्यही भएर पो तात्ने हो त। यस्तो तात्छ पानी फेरि है। त्यो झुक्केर कहिले त्यो तात पानीको खोल्नु पर्छ हैन। यस्तो तातो आउँछ डेन्जरै तातो आउँछ त। हातै खोल्यो त्यहाँ उस्तै भएर हुन्छ। त कुखुरा काटेर त्यहाँ हालिदियो भने त त्यो पानी तताउनु पर्दैन गाई चाहिँ। यत्तिकै हुन्छ। त्यत्तिकै त्यो कुखुरा चाहिँ त्यो पानी तताएर त्यो खोइरिन्छ। त्यो उसको कपाल निकाल्छ नि भुत्ला। त्यो भुत्ला चाहिँ त्यत्तिकै निक्लिन्छ त। चाहिँदैन पानी सानी। अनि खास त मलाई चाहिँ कस्तो लाग्छ नि यहाँ त यो मासु काट्ने बुचरीमा मासु काट्ने ठाउँमा चाहिँ हैन त्यही गर्छ होला क्या। त्यो पानी सानी तताउने कोही हुँदैन नि यहाँ त। त्यो तातो पानी युज गर्न त सजिलो छ अरे। तातो पानी त्यतिकै आइरहेको हुन्छ अटोमेटिक आइरहेको हुन्छ तातो हैन। 12 महिना तातो पानी आउँछ क्या। त्यो चिसो पानी भन्ने हुँदैन। तातो पानी आउँछ। डेन्जरै बिजी रहेछ। भर्खरै मैले चेक गरेको WhatsApp होइन। मैले त अघि आएको थिएँ म्यासेज हेरेको थिइनँ मैले त। हिजोको भन्दा आज डबल बेसी छ क्या। भनेपछि आज 11 बजे आइदिनु गाइज। आज बज्छ 12-1 त बज्छ यार। 12-1 अब 1 हो होइन। 1 चाहिँ बज्छ नर्मली 1 त बज्दैन होला। त्यो पनि 12 चाहिँ बज्छ। म त्यहाँबाट हिँड्दाखेरि आज त बिजी भयो नि त। अनि बिजी भएपछि त कहाँ त्यसरी निक्लिनु मिलेन। हिजोको ठ्याक्कै डबल। हिजोको भन्दा अनि ठ्याक्क तारिकको गाडी चाहिँ हेरेर हुन्छ कि म यहाँ नि त। अनि यसरी मैले जेब्रा क्रसिङमा चाहिँ दुबईमा चाहिँ फाइदा हुन्छ क्या। जतिसुकै स्पिडमा यताउति आयो नि यहाँ आएपछि रोक्ने नि रोकिदिन्छ कि गाडी। त्यो नेपालमा फेरि यताउति गरेर हिँड्ने यसरी त्यो पेल्न चाहिँ खोज्दैन। यहाँ प्रायोरिटी पहिला मान्छेलाई हुन्छ अनि बल्ल गाडीलाई हुन्छ क्या। गर्मी भयो डेन्जरै। अनि फेरि यस्तो हो क्या। अब यति गर्मीमा फेरि भ्लग गऱ्यो भने आमा मोबाइल तातेर यो यस्तो पड्केला जस्तो हुन्छ कि फेरि मोबाइल। अनि एक त त्यो मोबाइल नि तात्छ। अनि एक त आँखा पनि त हेर्नै सक्दैन गर्मीमा त। यस्तो गर्मी हुन्छ। यस्तो गर्मीमा त कसरी बस्छ। त्यही भएर मान्छेहरू ननिक्लिनु कारण त्यही हो क्या दिउँसो बेलुका त। अनि आज त आमामा बबाले बिजी गाइज। बब्बाले बिजी छ बबाले। आज नि फेरि हान्नुपर्छ काम। आज त 12 घन्टा हो हान्ने खास होइन। हिजो 7 घन्टा हान्यो। आज 12 घन्टा हान्नुपर्छ गाइज। अनि यतिको शीतल हो भने यस्तो शीतली यो चाहिँ के कुरो हो। यो फुल होला सायद। जरै बिजी यार आमा ठ्याक। फेरि अहिले फेरि गर्मी पनि अहिले बेलुका बेसी गर्मी हुन थालेछ होइन। हिँड्दाखेरि पनि पसिना आउँछ यार। हिजो अस्ति त खासै हावा चल्या हुन्थ्यो। अनि अहिले बिहान दिउँसोतिर केही हुन्थेन। अहिले त आमामा के साह्रो हो बिजी। अझ त्यहाँ अगाडि चाहिँ छ खत्रै बिजी। त्यही यस्तो छ नि त्यहाँको त। अनि लाइफ त अनि दुबईको लाइफ यस्तै हो। काम गर्ने मान्छेको लाइफ। अनि खास यहाँ अब गाडी यता जाने कम गाडी हुन्छ। यहाँ चाहिँ सबै गाडी अब चाहिँ ठ्याक्कै यहाँको क्लोजिङ भयो नि त सबै। अब यो सबै क्लोजिङ भयो क्या अब चाहिँ। अनि त्यही भएर गाडीहरू ट्याक्क लगाएर दामी पारामा आएको छ। घाम नि हावा नि चलाएको छैन नि फेरि आज।
त्यही भएर त्यहाँको झन्डा पनि फरफरा छैन, नत्र एकदम मिठो फरफरा छ झन्डा। दिन प्रतिदिन बढ्दैछ दुबईमा। अनि हाम्रो रेस्टुरेन्ट फेरि दिन प्रतिदिन बिजी हुँदैछ होइन। आज त ठ्याक्क 13 घन्टा हानेर निस्केको, 13.5 घन्टा। अनि हिजो चाहिँ मैले जम्मा 7 घन्टा हानेको थिएँ। 13 घन्टा त नर्मली हो क्या, 12 घन्टा त नर्मल ड्युटी हान्नै पर्छ होइन। अब कहिलेकाहीँ 13 घन्टा 14 घन्टा पनि पुग्छ। पहिला सुरुमा आउँदाखेरि त्यत्रो हानेको, 13 त 14 घन्टा त नर्मली हो। तर यसरी काम गर्नु चाहिँ हामीमा सकिँदैन यार, सन्चै त कहाँ यार 13 घन्टा दिनै 13 घन्टा। तर एकदम माथि 2 दिन बिताएको नि त फेरि त्यो नि हो हुन्छ 13 घन्टा हाने 2 दिन बिताएको। अनि अहिले फेरि यस्तो हावै चलेको छैन कि, यस्तो त्यो गर्मी यस्तो तातो भयो कि होइन। अहिलेको टेम्परेचर नि राम्रै होला अहिले चाहिँ होइन, 35-40 बिचमा होला मेबी है। अनि बेलुका त अनि डेन्जरै हो नि त, बेलुका दिउँसो खत्रै हो होइन। दिउँसो पछि झन् बेलुका झरी यस्तो हुन थाल्यो भने चाहिँ अनि त्यस्तो त्यही नै हो, गर्मी चाहिँ डेन्जरै बढ्दैछ होइन। अनि अब बेलुका त यस्तो गर्मी हुन थाल्यो भने चाहिँ अनि अब दिउँसोमा चाहिँ बेसी गर्मी भएपछि त अलिक यो गेस्टहरू पनि कमाउँछ होला मेबी है। अब त्यस्तो लाग्छ। खास गर्मीमा फेरि यतिको मान्छे देख्दैन नि त। गर्मीमा भनेको होइन, त्यो दिउँसोतिर फेरि यतिको मान्छे देख्दैन क्या। यहाँ मान्छे हिँड्ने भनेको 6 बजेबाट बाँकी हो क्या, 6 बजेदेखि हिँड्न थाल्छ भनेको। त्यतिखेर चाहिँ जे पनि हल्का फुल्का हावा चलिरहेको हुन्छ। अनि त्यस्तो घाम लाग्दैन क्या, गर्मी त हुन्छ होइन, गर्मी भयो नि तर घाम चाहिँ लाग्दैन क्या। ठ्याक्क घर जान लाग्थेँ म फेरि होइन, मलाई पैसा झिक्न छ नि त। मलाई पैसा फेरि मसँग गोजीमा 1 रुपियाँ नै हुँदैन, खाली रुपियाँ भन्छु हो मैले। यो जिब्रो लटपटेर है दिरामै, मसँग 1 दिराम नै हुँदैन क्या। 1 दिराम त होइन, मसँग रुममा चाहिँ होला 50-60 दिराम होइन। अब मलाई चाहिएको 50 दिराम चाहिएको थियो कि म त्यो पैसा चाहिँ त्यतिकै छोडिदिएर हाल्छु मैले अहिले पनि। अनि मलाई चाहिएको फेरि कपी किन्न चाहियो क्या, कपी। अब दुबईमा आएर त्यही माथि पढ्न झ्याउ लाग्ने मान्छेलाई त झन् यहाँ आएर नि लेख्न परेको क्या, अनि त्यही झ्याउ लाग्छ नि त। अनि कपी किनेर लाग्नु छ, त्यही भएर 100 दिराम चाहिँ लेख्नु म त भन्दा कार्ड बनाउनु हुन्थ्यो नि त। फेरि त्यहाँ फेरि कार्डमा त्यो 5-10 रुपियाँको यताउति लिनु मान्दैन क्या। अनि त्यही भएर अनि म 100 रुपियाँ झिक्छु। अनि त्यहाँबाट यहाँ आएर चाहिँ म उता पुगिसकेको थिएँ। अनि फेरि यहाँ पैसा झिक्न यहाँ स्पिनिस आउनुपर्छ क्या, यहाँको चलपल देखेको हो नि त यो खास। अनि यहाँ चाहिँ मेरो HSBCको ब्याङ्क छ होइन। यहाँ अब 100 रुपियाँ झिक्नु मिल्छ होला नि त होइन। अब यहाँ कार्ड हाल्नुपर्ने हुन्छ। कता हो यहाँ हालेपछि 100 रुपियाँ पनि मिल्दो रहेछ। अब म चाहिँ 100 रुपियाँ झिक्दैछु भयो। यहाँबाट चाहिँ नदेखाउँ होला होइन। मेरो फेरि एटिएममा फेरि के अरे 6वटा अङ्क हो क्या, 6वटा कि कति 6वटा। अरूकोमा कति 4 हुन्छ, मेरोमा 6वटा छ गाइस। अनि म त फेरि यो पनि हालिदिन्छु अहिले फेरि यो कफी कार्ड हाल्नु पैसा आयो भने त फेरि बगाल होला है। कफी कार्ड हाल्नु नि त्यही उसमै गिनिज बुकमा नामै लेख्छ होला, कफी कार्डले पैसा दियो भनेर। अनि खास ल गाइस 100 दिराम आयो है त। अब यो 100 दिरामको चाहिँ दुबईमा के आउँछ भन्दाखेरिमा आउनु त टन्नै आउँछ होइन। तर आफूले के लिने के खाने भन्ने कुरा हो। 100 दिरामको फेरि इनफै पुग्छ हो। खाना खायो भने यहाँ नेपाली रेस्टुरेन्टमा गयो भने खाना खानलाई 20 दिराम हो। 20 कि 25 दिराम लेख्छ होइन। 100 दिरामको त इनफै हो नि त। फेरि यहाँ त चाहिँ खाने 2 जनालाई चाहिँ होइन, खानै खायो भने चाहिँ इनफै पुग्छ क्या। अब अरू खायो भने त पुगेन होइन। अनि खाने हो भने चाहिँ इनफै हो 100 दिरामको। 100 दिराम भने धेरै हो नि त अनि होइन। 100 दिराम भनेको लगभग नेपाली 3700 हुन्छ। 3700 भनेको नेपालमा फेरि त्यो अब 3700 को खासै केही सामान आउँदैन जस्तो लाग्छ मलाई त। अनि अलिक कमै हो नि त। यहाँ फेरि 100 दिरामको नि भ्यालु छ नि त होइन। 1 दिरामको नि भ्यालु हो। यहाँ 1 दिरामको 3 आउँछ। अनि के फेरि वहाँसँग नेपालसँग काउन्ट गर्दाखेरि चाहिँ धेरै हो होइन। तर यहीँको लागि चाहिँ एकदम थोरै हो क्या। अनि म वहाँ अगाडि उता पुगिसकेको थिएँ, त्यहाँ अगाडि मस्जिदमा। अनि फेरि मस्जिदमा पुगेपछि अनि ओहो मलाई त 100 रुपियाँ चाहिएको थियो। 30 रुपियाँ हो खास त। अब 30 रुपियाँ झिक्न मिल्दैन। अनि त्यही भएर अब चाहिँ म खोल्टीमा राख्नुपर्छ यार। 400-500 रुपियाँको खोल्टीमा राख्नुपर्छ। अब फेरि त्यो म खासै त्यो अब यस्तो हुन्छ कि जहाँ गयो नि कार्ड युज हुन्छ नि त। अनि त्यही भएर चाहिँ पैसाको उनी हुँदैन क्यासको। अनि कार्ड हान्यो अनि फेरि फसल लिएर गयो भने फेरि कस्तो हुन्छ भने 10 रुपियाँ कि 20 रुपियाँबाट तल चाहिँ कार्ड पाउनु हुँदैन क्या। त्योभन्दा बेसी सामान किन्नुपर्ने हुन्छ, नत्र भए क्यास दिनुपर्ने हुन्छ। त्यही भएर मैले क्यास झिकेको। कपी कलम किन्नुपर्छ गाइज। अब पढ्न पर्छ दुबई आएर नि होइन। अब त्यही माथि पहिला पढ्न झ्याउ लगाएर त कहाँ खोला हिँडेको मान्छेलाई अब त अनि अहिले पढ्न परेको त्यही पढ्न चाहिँ अब जहाँ गयो नि पढ्नै पर्ने रहेछ। जे फिल्डमा नि पढ्नै पर्ने हो कि के हो। अब के हुने यार, काममा पनि के हुने, लेख्न पर्ने, यताउति गर्ने। मलाई लेख्न त फेरि मजा लाग्छ होइन।
त्यो पढ्ने भनेपछि त फेरि मलाई फेरि एलर्जी हुन्छ कि भित्रदेखि अब खै किन हो त्यो पढाइदेखि मलाई एलर्जी छ गाइस अब त्यो खै अब त्यतिखेर नि अब के भयो होइन त्यो मलाई पढ्ने बेलामा चाहिँ मलाई ज्वरो जस्तो लाग्छ कि हो त्यही भएर मलाई चाहिँ त्यो मलाई त्यो यताउति पढ्ने यताउति भन्ने पढ्न त पढ्न पर्छ होइन तर मलाई त्यो खै अब यताउति मलाई फेरि म फेरि त्यस्तो पढ्दै नपढ्ने मान्छे चाहिँ होइन फेरि म फेरि ट्यालेन्ट त ट्यालेन्ट हो नि म फेरि पढ्नुलाई फेरि मलाई झ्याउ लाग्ने मात्र हो क्या कहाँ मेरो पढाइ त मेरो सबै नसामा छ सबैमा अनि अहिले पनि मैले दिएँ भने त मलाई 12को एक्जाम दियो भने अहिले पनि मैले 4-5 वटा लाग्छ होला गाइस भनेको अहिले पनि 12को दियो भने म आनन्द कटाइदिन्छु क्या ढुक्कै हो त्यो चाहिँ मलाई मसँग त्यति कन्फिडेन्स छ 1-2टा लाग्ला छुट्टी कुरा तर कटाउँछ म कटाइदिन्छु 2चोटिमा भयो नि कटाउँछ नि त